आजको यो टुरमा यस्तो होला भन्ने मैले सोचेकै थिइनँ गाइज यार। के भयो भन्नु न यार। गाडी लिएर आज हिँड्ने मान्छेको एउटा ट्रिप आएको थियो, फोन आएको थियो बिहान, त्यही भएर लिन गएँ। त्यसपछि के भयो, कस्तो कस्तो बाटो जान पर्यो अनि कता कता घुमाएँ अनि कसरी गयो भनेर पुरै भिडियो हेर्न पर्ने हुन्छ। सो गाइज हेलो, वेलकम ब्याक टु माई च्यानल। यसो भयो नवीन भट्टराई। अब चाहिँ हाम्रो भिडियो सुरु हुन्छ। लेट्स गो। जो पनि च्यानलमा नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला। अब भिडियो स्टार्ट गरौँ है त गाइज। ओके, हेलो सबजनालाई मेरो फेरि नयाँ एउटा हाम्रो टुरको भिडियोमा चाहिँ स्वागत छ। हाम्रो यो पार्ट 2 भिडियो रहेको छ। अनि मैले चाहिँ भर्खर एउटा नयाँ बस निकालिसकेको छु। अनि पछाडि रहेको छ हाम्रो बस, देख्न सक्नुहुन्छ सेङ्जा बिर्गा नाम रहेको छ। सो मैले चाहिँ गुगलबाट कता कता तानेर आफूले जुगाड गरेर नामसाम ठोकेर बनाएको म सिधै भन्ने हो अब होइन। आफूले बनाएको भए म क्रेडिट लिन खोज्दिनँ। सो यो कसले बनाएको आई डोन्ट नो। मैले चाहिँ यसलाई युज चाहिँ हानेको, रिमिक्स चाहिँ हानिदिएको होइन। अनि सो मैले नजिकबाट हजुरहरूलाई हाम्रो बस देखाउन जाँदैछु। त्यसपछि हाम्रो हुन्छ अनि मान्छेलाई ट्याक्क फोन गरेर कहाँ हो जाने भनेर। अझै हेर्नु नि यता मिसिङ भएको क्या होइन यो ढोकानिर। सो जस बसको डिजाइन चाहिँ दामी लागेको थियो मलाई। अनि अब आइफोनमा हेऱ्यो अरू मोडहरू हाल्न नमिल्ने नि त, त्यही भएर यसमा अलिअलि कस्टमाइज गरिदिएको छु। सो आफ्नो हिसाबको लागि मैले फ्युचरमा मलाई चाहिँ बस यसरी आफ्नो रुटहरूमा हालेर हिँड्न चाहिँ बबाल लाग्छ। भन्नुहोस् बसहरू मनपर्छ होइन। त्यही भएर मैले चाहिँ बस हाल्यो भने सेङ्जा बिर्गा राख्छु। मैले किन्दासम्म कसैले नबनाए हुन्थ्यो यो नाम चाहिँ होइन, सेङ्जा बिर्गावाला। नत्र केही छैन, आफ्नै नामको बस निकालौँला होइन, टेन्सन भएन। सो आँखाहरू चाहिँ दामी देखिएको छ। अब जाम हामी यात्रु लिनको लागि। सो अब जाम राम्रोसित चलाम, गाडीलाई चाहिँ एकदम जतन गरौँ। 96% भइसकेको छ, अलिअलि तोडफोड भइसकेको छ। अनि गाडीमा हाम्रो डिजेल पनि रहेको छ। अब कता कता भन्छ म्यापमा, त्यही अनुसारले चाहिँ फोन गरिसकेको अघि फोन गरेर रेडी हुनु भनेको, मान्छे धेरै छन् अब छिटो आइहाल्नु भन्दै थिएँ। सो कताबाट हो जाने, पारीबाट हो क्या हो, अनि यहीँबाट घुमाऊँ उता गएर पारी लगाउँला गाडी होइन। सो ट्याक्क दार्जी घुमाउनु परिन्छ, जतन गर्नु परिन्छ। बरु रिभर्स गरौँ होइन, नछौँ क्या गाडीलाई रिभर्स गरौँ गरेपछि। जसले राम्रो गाडी चलाउँछ त्यसैलाई दिने यो गाडी चाहिँ, सिधा कुरा होइन। आज चाहिँ म आफैले लिएर हिँड्दैछु, त्यही भएर आज अरू कोही ड्राइभर छैनन्। सो पासहरू पनि दामी बोल्छ। अनि अहिलेको ट्रेन्ड यो आँखावाला पनि दामी रहेको छ होइन। अब अहिले धेरै बसहरूमा चाहिँ देखिरहेको पाइन्छ यस्तो प्रकारको आँखा चाहिँ होइन, तलमाथि जताततै पाइन्छ होइन। छतमा पनि लोड रहेको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। सो हजुरहरू अब मस्त हेर्नु होला भिडियो चाहिँ, स्किप नगरिदिनु होला कृपया। अनि यदि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। हजुरहरूलाई केही भिडियोहरू कतै मन परे जस्तो लागेछ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। न त अब सँगै हेर्नु होला आनन्दले, मस्त पपकर्नहरू लिएर आनन्दले खाना खाँदै चाहिँ हेर्न सक्नुहुन्छ। अब मोडहरू आयो भने रिभ्यू हान्ने नै वाला छु। सो अरू टेन्सन चाहिँ नगर्नु होला। अब मैले बसहरूको रिलेटेड भिडियो, बसहरू पाएँ भने चाहिँ बसहरूको भिडियो पनि स्पोर्टिङ हानेको नि बनाउँछु। सो पानी आइसक्यो यार, मौसम एकदम खराब छ। त्यही भएर माथि पनि तिरपाल लगाएर झोलासोला सब रेडी गरेर आएको छु। यो चाहिँ अन्तै पुऱ्याउनु पर्ने सामान हो। अब डिक्कीमा खाली छ, किनकि अरू मान्छेहरूले केही आयो भने भनेर डिक्की खाली छ। सो हामीलाई अहिले फ्युल पनि चाहिँदैन। सर र भनेकोतिर जाम। ओ यो रेड लाइटमा आइयो यार, केही हुन्न, यो त आफ्नो ठाउँ हो। सो दाजु जाम। अब्बे यार रुक जा भाइ, रुक जा। बसहरू चाहिँ आनन्दले चलिरहेको, पानी चाहिँ पर्न लाग्यो। सो अब चाहिँ सिधै हामी गएर भेटिन्छ हाम्रो बस। कहाँ गएर रोकिन्छ भन्दाखेरि प्यासेन्जर भएको ठाउँनिर है त गाइज। ठ्याक्क त्यहीँ गएर हामी रोकिन्छ। हिँडेको छु यार, प्यासेन्जर छन् चाहिँ कता, यो लोकेसन देखाइछ गाइज। यस्तो रुटमा आइसक्यौँ। को यतापट्टि खेल्नु भएको यसो कमेन्ट हान्दैन होला होइन। सो यहाँ टर्न गर्ने छ, थ्याङ्क गड टर्न गर्ने छ। अब फेरि पिछडितिर जाने छ। धार चाहिँ हेरौँ, अरूलाई दुःख नदिने तरिकाले खेल्दा चाहिँ कस्तो रियल टाइपले खेल्ने हो भने मजा लाग्छ। अनि हावा गेमलाई चाहिँ गेम भनेपछि गेमै हेरेर खेल्ने हो भने मजा आउँदैन कि, ठोक्दै हिँड्न त मिल्छ नि यसमा, त्यो चाहिँ गरेर खेल्न हुँदैन। सो एकदम राम्रोसित चाहिँ खेल्छौँ है। धार चाहिँ रियल लाइफमा जसरी हाम्रो गाडीहरू चल्छ त्यस्तै गरी खेल्छौँ। ए रुक जा भाइ, रुक जा। हर्नहरू पनि दिइरहेको छु घरिघरि, हर्न अलिकति छैनन्। सो टेन्सन छैन। अब जाम। ओए अफरोड जाने छ यार, अफरोड ल त यिनीहरूले त यार अफरोड रहन्छ अहिले। अफरोड होइन, गाडी जान्छ भन्दै थियो र गएन भने त फेरि खतम हुन्छ नि। यत्रो भर्खर निकालेको बस तल पछाडि नि छोइन्छ होइन। सो यस्तो दामी रोडमा आइयो त यार, बब्बाल। सो आज
मेरो चाहिँ यो सेकेन्ड रुट हो हैन। यो बस चाहिँ आज मैले फर्स्ट टाइम चलाएको, तर म चाहिँ टुरमा हिँड्न लागेको चाहिँ दोस्रो पल्ट चाहिँ रहेको छ। सो कतानिर हो घुम्ने? यतिबाट हो, यतिबाट हो रहेछ। सो पानी आएको आइछ, जाने कता उता आइछ। पानी आएको आइछ यार, पानी दौरा अहिले त यहाँ यस्तै रोडमा चिप्लियो भने त गाडी त जाँदैन त यार। सो गाइस यतापट्टि चाहिँ घर बन्दै रहेछ, यहाँनिर रहेछन्, यहाँनिर दार्जिलिङ मोडमै दार्जिलिङ मोडम। नत्र यताबाट घुमेर जान मिल्छ यार, घुमेर जाऊँ न यार। म यस्तो सर घुमेर जान्छु यहाँबाट पसाल्न भन्दा यो यस्तो यस्तो रोडहरूबाट ठ्याक्क अफ रोड रहेछ नि यतापट्टि त फेरि है। घरहरू अहिले धमरधुस्त लाएर बनाएको रहेछन् घरहरू। ओए के भयो स्टियरिङ बाङ? अब स्टियरिङ के भएको मेरो यार? फुत्किरह यार स्टियरिङ फुत्किरह। ओए अब टच भएन यार, किन हो घरिघरि दुःख दिन्छ यार फोनले पनि। सो टेन्सन छैन ल। दार्जिलिङ पारामा चाहिँ अगाडि जान पर्ने हुन्छ साथीहरू। यहाँबाट म टर्निङ घुमाउँदैछु सरर, होइन उता जाऊँ भयो, टर्निङ नघुमाऊँ, अगाडि जाऊँ न। यो सानो बाटो अझै दामी लाग्यो के, सानो बाटोतिर चाहिँ जाऊँ होइन। अब यहाँ घर बनिरह, सो स्याट अगाडिबाट घुमाऊँ। त्यसपछि यहाँनिरबाट चाहिँ हामीले टर्न गरौँ। ओ नाइस रोड। ओए गाडी चाहिँ यार मिठो चुम्मेश्वरी छ यार। सो गाइज यो गाडीको लागि भए पनि हजुरहरूले, स्किनको लागि भए पनि हजुरहरूले लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नु होला। यहाँबाट गाडी टर्न भएन यार। अब डाइरेक्ट भयो क्या, हामीलाई उता गएर सिधै जान पाइयो कि। अब कहाँ लान्छन् भने थाहा छैन, धेरै नै टाइम भइसक्यो गाडी पुऱ्याउँदैछ। आजको टुर कम्प्लिट भयो भने त फेरि पार्ट 3 ल्याउनुपर्छ यार। सो मजाले जाऊँ, मजाले अगाडि सिधै जाऊँ। अब सिधै, ओए कति सानो रोड हो बे। अब यस्तो यस्तोबाट ल्याएन यार, भर्खर ढलाइ भएको रोड रहेछ जस्तो हो, यतापट्टि बिग्रेको रहेछ। सो सेट यार, यता लेट जाऊँ न के हुन्छ। घचक घचक भयो त रे, दामी ल। सो अब चाहिँ प्यासेन्जर राखौँ होइन। प्यासेन्जर राखिसकेपछि हेरौँ है त। सो अलराइट गाइज, डोरहरू ओपन भइसकेको छ। हजुरहरूलाई साइडको लुक देखाइदिन्छु मैले। चारवटा प्यासेन्जरहरू जाँदैछन्, मान्छे टन्नै रहेछन् ल गाडी। ओए सबैले भ्लग बनाइराख्ने के हो र गाइज, मैले पनि भिडियो बनाउने, यिनीहरूले पनि भिडियो बनाउने होइन। खास त हाम्रो स्टोरी हो भिडियो भन्दा पनि होइन। प्यासेन्जरहरू धमा जस्तो चढेछन्। बसको लुक ओहो साह्रै खतरा आइरहेछ है। बसको लुक चाहिँ दामी हो ल। जे होस् धेरै पछि खेल्यो, यस्तो मिठरी खेलियो कि गेम चाहिँ। सो सबजनालाई सपोर्ट चाहिँ गरिदिनु होला। अहिले चाहिँ च्यानलको रिच डाउन भयो, अनसब्सक्राइब पनि गर्नुभयो धेरैले, लगभग 10-15 सब्सक्राइबर चाहिँ अनसब्सक्राइब गर्नुभयो। टेन्सन छैन, तर अलिकति कस्तो कस्तो चाहिँ हुँदो रहेछ, अलिकति घट्दा चाहिँ होइन, आफूलाई मन अलिकति नराम्रो लाग्दो रहेछ। तर सपोर्ट गर्नेलाई त्यस्तो केही भन्दिनँ होइन, सपोर्ट गरिराख्नु भएको छ, सधैँ भिडियो हेर्नुहुन्छ। सो थ्याङ्क यू भन्न पर्ने हुन्छ गाइज। मैले यत्रो अडियन्स पाउँछु पनि पाउँछु जस्तो पनि लाग्थेन, तर अचानक के अरे पाएँ यार। बाटोहरूमा पनि भेटिनुहुन्छ, एकदम दामी खुसी लाग्छ। सो यस्तै चाहिँ गर्दै जानु होला गाइज। आज चाहिँ मैले हाम्रो पहिला कल्पना चलाउने दाई पूजन दाईलाई पनि भेटेको थिएँ, त्यसको भिडियोहरू पनि टिकटकमा अनि युट्युबको सर्ट्समा राखेको छु। हजुरहरूलाई त्यही युट्युबको सर्टको थ्रुबाट यही भिडियोमा आउन नि सक्नुहुन्छ गाइज। सो अनि दामी हजुर दाइल चाहिँ त्यो बसको ओनर चाहिँ अहिले पूजन दाई हो होइन। भन्न चाहिँ अहिले भन्दा नयाँ बस निकाल्नु अर्को पूजन दाईले, अनि अर्को पूजन दाई फेरि ड्राइभर हो। जुन कल्पना बस चलाउनुहुन्थ्यो उहाँ चाहिँ ड्राइभर हो, उहाँको नाम पनि पूजन हो क्या। सो अहिले चाहिँ हजुर उहाँले चाहिँ रोयल सेङ्जा चाहिँ चलाउनु भएको छ, भर्खर नयाँ निस्केको गाडी हो। स्लिपरवाला 22वाला सिट चाहिँ रहेको छ, राम्रो छ बस, एकदम दामी छ। सो मैले चाहिँ सेङ्जा बिर्का चाहिँ निकाल्छु गाइज भविष्यमा 5-6 वर्षपछि। कति वर्ष लाग्छ कमाएर हुन्छ कि जसरी हुन्छ मैले निकालेर छाड्छु। आई लभ बसेस, एकदम मनपर्छ मलाई बसहरू चाहिँ होइन। अझ हाम्रो सेङ्जातिर चल्ने नाइट बसहरू कति राम्रा हालेका हुन् गाइज। टन्नै हिँडिसक्यौँ, अझै हिँडेछौँ। लहै गाडी चाहिँ मस्त कुदिरह, भित्र गीत घन्किया गाइज, कपिराइट लाग्छ, त्यही भएर मैले अहिले चाहिँ गीत चाहिँ मधुरो बनाइरहेको छु। गाडीभित्र गीत बजिरहेछ, मान्छेहरूले सुनिरहेछन् गीत। स्टियरिङमा समस्या आयो गाडीमा यार, नयाँ गाडी हो यो, कस्तो भएको यार, नयाँ भएर होला। ओए सेटिङ यति मिलाऊँ कि यार, यो स्टियरिङको सेन्सिटिभिटी अलिक बढाउनु पऱ्यो कि, घरिघरि नघुमी जस्तो लाग्छ यार, किन हो
सो हामी चाहिँ अहिले जङ्गलको रुटबाट जाँदैछौँ, सर्टकट हुन्छ भन्दै यहाँबाट पसाले खान त्यतैको दाइले चाहिँ यतैबाट हिँड्नुहोस् गुरुजी भनेर। ओ माई गड। सो गाइज हामी अफ रोडमा आइसकेका छौँ। एज यु क्यान सी अफ रोडमा आयौँ। म्यापले चाहिँ यतै देखा यतै जाने त होला नि। सो हामी चाहिँ यो गाउँतिर जाने बाटोतिर आयो क्या हो। गाडी चाहिँ ब्याङ्गर देखिया गाइज, ब्याङ्गर एकदम लभली गाइज। सो दामी राम्रो देखिया गाडी। अनि हामी जाने चाहिँ कता हो भन्ने कुरो मलाई अलिकति थाहा भएन यार। जाने कता हो, जाने कहाँबाट कहाँ टर्न गर्ने भन्ने थाहा भएन। हल्का धार जाम कस्तो राम्रो देखियो यार गाडी त यार, मिठो। सो गाइज कसैले टिकटकमा भिडियो चाहिँ हाल्न सक्नुहुन्छ, युट्युबमै पनि हाल्न सक्नुहुन्छ। कृपया मेन्सन गरेर राखिदिनु होला। आजभोलि चाहिँ अब जेमा नि अपलोड हाल्न सक्नुहुन्छ हजुरहरूले भिडियोहरू चाहिँ। सो मलाई चाहिँ धेरैले कमेन्ट हान्नुहुन्छ होइन, अनि मेसेज गर्नुभएको थियो मोड रिभ्यू हानिदिनु पऱ्यो भनेर। सो सबजनालाई सही भन्दै मोड रिभ्यू गर्नको लागि डिभाइस छैन। अब हजुरहरूले भिडियोहरू प्रोभाइड गर्न सक्नुहुन्छ भने चाहिँ राम्रो भिडियो म भोइस ओभर गरेर पनि हालिदिउँला। मलाई त्यस्तो केही छैन। धेरैले चाहिँ अहिले नराम्रो कुराहरू पनि गर्दै हुनुहुन्थ्यो। अब हजुरलाई नराम्रो लाग्छ भने म के नै भनौँ र गाइज होइन। सो म त्यसमा अब त्यो टपिकमा बोल्न पनि चाहन्न। जसलाई पनि एउटा स्टेज माथि पुगेपछि त्यस्तो हुँदो रहेछ कि मान्छेहरूले त्यस्तो सोद्धा रहेछन्। सो यो मैले एउटाले सब्सक्राइब गरेर भएको होइन, यत्रो च्यानल बिल्ड भएको, यत्रो सपोर्ट चाहिँ मैले मात्र गरेर होइन, मैले केही गरेको छैन गाइज। सबै हजुरहरूको हातमा छ। हजुरहरूले जो त्यस्तो सोध्दै त्यस्तो भन्न थाल्नुभयो भने म त्यसै डिमोटिभेट भएर भिडियो आउँदै नआउन पनि सक्छ गाइज। त्यस्तो त्यही भएर नसोच्नु होला कृपया होइन। उसँग डिभाइस नभएर, डिभाइस नहुँदा पनि यत्रो खतरा भिडियो चाहिँ प्रोभाइड गराइरहेको छु गाइज। यार यहाँबाट चाहिँ टर्न गर्नुपर्ने हुन्छ सट्ट। ल अब सिधै जाम, अब चाहिँ आउन आँटिसक्यो भन्दैछन्। सो त्यहाँ गएर हामीले प्यासेन्जरहरूलाई चार्दियौँ अनि राम्रो तरिकाले चाहिँ आजको गाडी एकदम राम्रोसित चलाइयो। बाटो अलिकति युज भए पनि, तर हाम्रो 96% चाहिँ थियो ड्यामेज चाहिँ स्टार्टमा, गाडी स्टार्ट गर्दा। सो 90 भइसकेको छ। अलिअलि बाटोहरूमा अलिअलि अरूले ठोकिदिएँ कि आफू पनि एक ठाउँमा ठोकिएँ होइन। सो अब चाहिँ यो रुटबाट चाहिँ टर्न गरेर उतापट्टि जाने पर्ने हुन्छ। सो यदि हजुरहरूले यहाँसम्म पनि हेरेर अब सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला कृपया। अनि साइडमा रहेको बेल आइकनलाई पनि अलमा सेट गरिदिनु होला। अब हजुरहरूलाई भिडियो कता नै हाल्दा पनि नोटिफिकेसन ठ्याक्क टाइम टु टाइम चाहिँ आउँछ है त साथीहरू। सो अब यहाँबाट गाडी स्याट्ट भित्र लगौँ। यो चाहिँ हाम्रो पास हुन्छ। सो पास हाम्रो भइसकेको छ अनि सिधै हाम्रो प्यासेन्जरहरू झर्ने ठाउँ आइसक्यो है त साथीहरू। सो अरू चाहिँ त्यस्तै नै रहेको छ गाइज। ल लेट्स गो। प्यासेन्जरहरू झर्दै हुनुहुन्छ। सो आजको लागि चाहिँ यति नै छ गाइज। हाम्रो प्यासेन्जरहरू झर्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। बस यस्तो ब्याङ्गर लुक चाहिँ आइरह। अनि आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ गाइज एन्ड लभ यु अल। बाई बाई, सी यू।